कुसुमकै कारणले गर्दा हाम्रो लक्ष्य बनेको उसलाई देखाउन मात्र भए पनि हामीले छिट्टै केही न केही गर्नै पर्छ यार। गर त गर्ने के गर्ने छेपारको उखान जस्तो भइसक्यो यार। यस्तै ताल हो भने हामी घरको न घाटको हुनेछौँ। खोला धाउँदैन केटा हो, तिर्खा धाउनुपर्छ। तिमीहरू अहिले आडम्बरमा हिँडिरहेका छौ। यथार्थमा आउनको लागि कर्म गर्नुपर्छ, अनि मात्रै कर्मयोगी भइन्छ। काम गर्नु त राम्रो कुरा हो नि। कृषिको काम गरे भने त तिमीसँग सल्लाह माग्न पनि त आउला नि। आउँछन् मसँग सहयोग लिन। मेरो एकले तिनीहरूले काम सुरु गर्न लाग्यो होला। समाजलाई चेतना बाँड्नु, जागृत गर्नु पनि त काम हो। हाम्रो गाउँमा कृषिमा यान्त्रिक प्रयोग भएको छैन। म अब त्यो प्रयोग गरेर देखाउँछु। अनि के छ यार, कपाल सपाल छोटो पारेर नयाँ गेटअपमा राम्रो देखेछ। के गर्ने मित्र, यो सबै समयको माग हो। जुन ठाउँमा आयो त्यही ठाउँको फेसन। अनि त्यो त अस्ति आउने कुरा थियो त। आज त्यो पनि एक बिहानै आउन त अस्ति आएको नि यार। तर तँलाई खोज्दै दिन गयो, कसैले चिन्दो रहेछ तँलाई यो गाउँमा। परिचय बनाउन गाह्रो हुँदो रहेछ मित्र। यो कुरा म भर्खर थाहा पाउँदैछु। सही कुरा गरिस् तैँले। परिचय बनाउनका लागि कर्म गर्नुपर्दछ र कर्म गर्नका लागि धेरै कुराहरूको संयोजन हुनुपर्दछ। के कामको लागि आएको थिइस् कुन्नी? फोनमा पनि सबै कुरा भन्नुहोस् तैँले। 2-4 दिन त बस्ने होला नि। अनि हिजो अस्ति कहाँ बसिस् त? कस्तो अनौठो संजोग यार। नेपाल काकाको घरमा बसेँ। चिन्छस् होला नि? नाम सुनेको छु तर भेट गर्न पाएको छैन। मलाई त ढुङ्गा खोज्दा देउता मिले जस्तो भएको छ। उहाँ धेरै कुराहरूमा पारखी हुनुहुँदो रहेछ। मेरो अध्ययन र अनुसन्धानको लागि मलाई उहाँको निकै खाँचो छ। त्यसैले म 2-4 दिन उहाँकै बस्छु यार। देउता भेटिसकेपछि ढुङ्गाको के काम? ठिक छ, म तँलाई त्यही भेट्न आउँछु। अहिले मलाई एक ठाउँमा नपुगी भएको छैन। हिँड्न बस, म तँलाई पनि बाटोसम्म छोडिदिन्छु। जस्तो तेरो इच्छा यार। लागिज बस। भयो। के छ नागेश्वर साहब? के चाल गयो? तराजुको कसम हो जय रामजी की पंडितजी, सब ठीक छ हजुर। होइन के हो यस्तो? फेरि माछा पालन छोडेर उही पुरानै चिया पसलमा फर्के क्या? के कुरो गर्नुहुन्छ पंडितजी तपाईँ पनि? कहाँको राजा राम कहाँको त्यो बाछा नि? कोही बाछा हजुर। हेर्नुहोस्, माछा पालन छोड्नलाई हामीलाई बौला कुकुरले टोकेको छ हजुर। कुरा गर्नुहुन्छ। अब हाम्रो धर्मपत्नी अहिले मेला गएकी छन्, त्यही भएर यसो बस्दिएको छु। अब मेरो त यो माछा पालनको काम त सबै अशोकले हेरेको छ। हामीलाई केही चिन्ता छैन हजुर। त्यसो भए नागेश्वर साहुको अहिले 2टै हातमा लड्डु छ होइन? होइन हौ, यति धेरै पैसा कमाएर कहाँ राख्छ हौ? यो चाहिँ बहुत गम्भीर बात गर्नुभयो तपाईँले पण्डितजी। तपाईँलाई किन ढाट्ने? हिजो आज केटाहरूले दुख दिन छाडेका छन्, अनि अलिअलि पैसा जम्मा गरेर सहकारीमा जम्मा गरेको छु।
जो तपाईँले हामीलाई जुन ऋण मिलाइदिनु भएको थियो त्यो ऋण पनि यो नगेश्वरले चुक्ता गरिसक्यो। यो सब हजुर माछा व्यवसायको फल हो हजुर, के गर्ने। अच्छा पण्डितजी, फेरि ती केटाहरू, हाम्रो यो नगेश्वरको दुर्भाग्य भनौँ, फेरि ती केटाहरू आइदियो भने हजुर जस्ताको त्यस्तै हात लागु सुन्ने हुन्छ हजुर। चिन्ता लिनु पर्दैन, केटाहरू आजकल सप्रिया जस्तो छन्। अस्ति मसँग भेटेर त कस्तो राम्रो कुरा गर्दै थिए। भगवानले तिनीहरूलाई पनि मेरो जस्तो कल्याण गरिदिउन्। तिनीहरूको कल्याण भयो भने त पण्डितजी मेरो त त्यसै कल्याण हुन्छ हजुर, तराजीको कसम। होइन, कसको कल्याण गर्ने कुरा हुँदैछ यहाँ? नमस्कार। जय रामजी की हजुर, जय रामजी की। ठिकै छ नि खबर? ठिक छ किशन बाबु। त किशन बाबु, एउटा कुरो नगेश्वरलाई भन्न मन लागेछ हजुर। भन्नुहोस् न। अब हेर्नु किशन बाबु, यत्रो प्रगति गर्नुभएछ तपाईँले हजुर। एउटा त्यो हुँ 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 गर्ने मोटर बाइक भन्नुभएको, कान बटार्ने एउटा भटबटे किन्नु पर्यो हजुरले। यति ठुलो कृषक हुनुहुन्छ। ठुलै कृषक भएर चाहिँ होइन हजुर, तर आउन जान अलिकति सजिलो हुन्छ हजुर, छिटो पनि हुन्छ हजुर। त्यो भएर यसपालि किन्ने विचार चाहिँ गरेको छु। तर अब खेती पनि राम्रै गरेको छु। अब खेती किसानीबाट राम्रो उब्जनी भएछ भने हजुर यसपालि एउटा बाइक चाहिँ किन्छु। अच्छा, जय रामजी के, जय रामजी के। म अलि ढिलो भएँ, सहकारीको बैठकमा जाने नि त। सहकारीकै बैठकमा जानलाई त मैले यहाँ तपाईँलाई कुरा गर्छु। पण्डितजी अब आइहाल्नु भएछ, धेरै टाइम पनि लाग्दैन, एक कप चिया खाइदिएर जानु होला हजुर। चिया पाए किन नखानु नि, तर अहिले होइन, सहकारीको बैठक सकौँ अनि फर्केर आएर तपाईँको चिया उधारो भयो। अच्छा, पर्छ हजुर। त्यहाँ त ढिलै मान्छेहरू सबैजना ढिलो आउँछन् कि खारै जाउँ त? होइन होइन, नखाउँ, अहिले चिया लगायो भने हुन्छ। नेपालीलाई कहिले काहीँ चियाले बिगार्छ क्या। जहाँ पनि हिँड्ने बेलामा चिया खाउँ मलाई भनिदिएपछि अब म टाइम चाहिँ बित्दैन। मलाई खाने तर पछि खाउँ ल। दुधको चिया खानै मन थियो। जय रामजी के हजुर, जय रामजी के, तराजीको कसम। छोरी हजुर, ए कम खाएर पानी ल्याउ ल्याउ, कस्तो प्यास लाग्यो। आमा, हजुर त आज ढिलो आउनु भयो नि त। तेरो दिदीको घरमा पसेर आएको, त्यही भएर ढिलो भयो। मेरा सन्तानको नाममा नाक राखिदिने त्यही एउटा तेरी दिदी रहेछ। के गर्नु, धन्न गर्न सक्दी रहेछ। सहरमा बसेको मान्छे र गाउँमा बसेको मान्छेमा कहाँ दाज्न मिल्छ र आमा? हामी पनि सहरमा बसेको भए के गरिसक्थ्यौँ होला। राम्रो काम गर्नको लागि सहर र गाउँमा केही फरक हुँदैन। गाउँमै बसेर पनि मैले तरकारी बेचेर यत्रा जहान छोराछोरी तिमीहरूलाई पालिरहेकै छु। यत्रो धेरै काम छ। तेरो बाउ र दाजु केही सघाउने होइनन्, खाली बराल लिएर हिँड्छन्। तेरी दिदी त्यस्तै सोझी, अहिले त ओहो बिनाज मेहनती हुनुहुन्छ, आफै पनि व्यापार गर्नुहुन्छ। अहिले तेरी दिदी पनि कम कि त रहेनछे। घरको छतमा गमलामा बोरामा तरकारी खेती गरेर कस्तो राम्रो बनाएकी रहेछ। ए हो र, दिदीले छतमा तरकारी खेती गर्नुभएको छ? हो त, छतमै तरकारी खेती गरेर 4-5 जनालाई खाने वर्षभरिको तरकारी उत्पादन गर्दा रहेछन्। छतमा करेसा बारी पनि बनाउन मिल्दो रहेछ। म त छक्क परेँ। ए हो र, हाम्रो दिदीलाई पनि त्यस्तो बुद्धि कहाँबाट पलाएछ? जहाँ मन त्यहाँ उपाय, मन भएपछि जे पनि हुँदो रहेछ। कहिले काहीँ तेरो दाजुले पनि यसो तरकारी खेती सानोतिनो काम गरिदिएको भए हुन्थ्यो। कहाँ बरालिन्छ के गरे हिँड्छ, घरमा बाँच्दै छैन। यसरी कसरी हुन्छ यार? त यो पनि हुँदैन भन्छस्, त्यो पनि हुँदैन भन्छस्। गाउँ यही हो, मान्छेहरू यिनै हुन्। हामीहरू तेरो पछि लाग्छौँ, होइन भने तैँले हामीले भनेको कुरा मान्नै पर्छ। हो रोशनदा, हामी कति दिनदेखि यसरी भोतारी हिँडिरहेका छौँ। केही गर्ने भए तुरुन्तै निर्णय गर्नु पर्यो, होइन भने हामी सबै आफ्नो बाटो लाग्नु पर्यो। म त विदेश जानेतिर लाग्छु। जाने भए जान त, कसैलाई गुर्काउँछस्?
त विदेश जा यो विवेक त्यसकै त्यो दिदी कुसुमकोमा नोकर बन्न जा त्यति बेला तिमीलाई पुगिहाल्यो नि यो त हद भयो यार रोशन तपाईले बाँदरको पारा नगर न तैँले कुसुमलाई देखाउनु पनि पर्ने मान्छेहरूसँग झुक्न पनि नमान्ने एकैचोटि चिची पनि पापा पनि कहाँ मिल्छ केही पाउनलाई केही त गुमाउनु पर्यो नि त्यो नेपाल काका भन्ने कहाँ बस्छ नेपाल काका त देउराली डाँडामा बस्छन् मैले तँलाई अस्ति नै भनेको हो नि नेपाल काका जति हाम्रो लागि सहयोगी मान्छे अरू कोही भेटिँदैनन् नेपाल काका एक्लै पनि बस्छन् त्यसो भए उतै जाउँ त पहिला मसँग त्यत्रो मुखमुखे लाएर हिँड्ने मान्छे आज त बोल्दै नबोली गए होइन यिनीहरू पहिलाको भन्दा निकै परिवर्तन भएछन् कि क्या कहाँ गयो यतिखेर ती बुढा घरमा होला नि त खोइ हिजो अस्ति त घरमै भेटिन्थे आज के गर्छन् बुढाले जाउँ नि त हजुर भयो त्यो के अरे समूह बनाउने कुरा त भयो तर समूह बनाएर मात्रै भएन नि त समूह बनाएपछि कुन प्रक्रियाबाट ऋण लिएर खेती गर्ने भन्ने बारेमा बुझ्नलाई जीविसा र जिल्ला कृषि विकास कार्यालयमा चाहिँ पुग्नै पर्ने भयो क्या प्रकाश बाबु अनि अस्ति जेटीले के कुरा गर्नुभएको थियो भनेर भन्दै हुनुहुन्थ्यो भनेको पनि हो बुझेको पनि हो तर म अझै स्पष्ट भइनँ क्या काम भनेको पक्का हुनुपर्छ त्यसै सिधा सोझा गाउँलेहरूलाई झुक्याउने कुरो त भएन स्पष्ट हुनु पर्यो नि काकाको कुरा ठिकै हो स्पष्ट हुनु त झनै राम्रो कहिले जाने त म त अहिले नै तयार भयो तिमी के गर्छौ जाने भयो हिँड घरै फर्किहाल्यो अब काका हिँडेपछि म यहाँ एक्लै के गरेर बस्नु म पनि जान्छु त जाने त हजुर केही तयारी गर्नु छ के को तयारी गर्नु यतिकै जान्छ ल एकछिन है त बन्द गर्नु पर्यो ल जा ए यी केटाहरू पो आइपुगेछन् त के कामले आएको थियो कुन्नी ढुक गरे काका ल भागी मानु हुनु होइन तिमीहरू के कामले आएको थियौ हामी त उता सदरमुकामतिर पो जान लाग्यो भरे फर्किँदा पनि अलि ढिलै हुन्छ के गर्ने त अब क्यारम काकासँग एक दुईवटा कामका कुराहरू सल्लाह माग्न आएका थियौँ अब आजलाई त त्यति समय भएन बाबु भोलि आ भोलि तिमीहरूका लागि म पुरै समय निकालेर बसौँला ल जाम काका एकैछिन हाम्रो कुरा सुनिदिनुहोस् न ए बाबु त्यो समय भन्ने छ नि हो त्यो समयले कसैलाई पनि पर्खिँदैन अब क्यारम जीवन हो धरती न